यदि तपाईँले हरेक दिन आफैलाई 2वटा प्रश्न सोध्न थाल्नुभयो भने तपाईँको जीवन बदलिन थाल्छ। म अहिले जुन काम गर्दैछु के यो काम मेरो लागि साँच्चै आवश्यक छ, के यो कामले मेरो लाइफ चेन्ज हुन्छ? सोध्नुहोस् आफूले आफूलाई प्रश्न। यदि तपाईँले आफैलाई सोधेको प्रश्नको उत्तर आयो भने त्यो काम मनैदेखि गर्नुहोस्, पुरै जोस जाँगर लगाउनुहोस्, जस्तो सुकै खतरनाक भोग्न तयार हुनुहोस्। तर यदि तपाईँको उत्तर सही आएन भने त्यही बेला त्यो कामलाई त्यागिदिनुहोस्। जब तपाईँ 2 देखि 3 घण्टासम्म मोबाइल चलाइराख्नु भएको छ त्यसबेला केही सिक्नुहुन्छ भने चलाउनु पर्छ। जब त्यहाँबाट तपाईँले केही सिक्नु भएको छैन भने त्यो कामलाई छोडिदिनुहोस्। तपाईँ जुन फोहोर कुरा हेरिराख्नु भएको छ त्यो पनि बन्द गर्नुहोस्। तपाईँ फाल्तु कुरामा जुन ठाउँमा बसिरहनु भएको छ अड्किएर कोहीसँग कुरा गरेर तपाईँसित कुनै कामै छैन त्यतिकै टाइम पास गरिराख्नु भयो त्यो पनि त्यागिदिनुहोस् र सुरु गर्नुहोस् केही अर्थपूर्ण, केही नयाँ थिङ्किङ अफ द बिग। ठुला मान्छेहरू यस कुरामा निकै समझदार हुन्छ। उनीहरूलाई थाहा हुन्छ कुन काममा प्राथमिकता दिने र कुन कामलाई प्राथमिकता दिनुपर्छ र तपाईँ बदलिनुपर्छ। अब तपाईँको फिल्डमा को छ धनी व्यक्ति, ऊ कसरी धनी, के गरिपर्छ, वाट हाउ टु चेन्ज लाइफ, हाउ टु चेन्ज यर लाइफ खोज्नु, बुझ्नु, डिपमा सोच्नु, भन्नु। आजबाट तँसँग मेरो कम्पिटिसन लाग्छ। जब तपाईँले कम्पिटिसन गर्न सुरु गर्नुहुन्छ नि त्यस दिनदेखि तपाईँको लाइफमा चेन्ज हुँदै जान्छ।